ज्वाइङ खट्टे एक परम्परागत नेपाली पेय पदार्थको संवेगात्मक यात्रा। आजको यस चर्चामा हामी एउटा यस्तो रोचक र परम्परागत मदिराको बारेमा कुरा गर्दैछौँ जसले हिमाली भेगको परम्परा र जीवनशैलीलाई एकदमै जीवन्त रूपमा झल्काउँछ। यो केवल एउटा पिउने कुरा मात्र पक्कै होइन, यो त एउटा सिङ्गो संस्कृति नै हो। अब के कुनै पेय पदार्थको नाम केवल एउटा आवाजबाट मात्रै रहन सक्छ त? सुन्दा अलि अचम्म लाग्न सक्छ होइन र? संसारमा धेरै कुराहरूको नाम त्यसमा प्रयोग हुने सामग्री वा ठाउँबाट राखिन्छ, तर हामीसँग एउटा यस्तो पेय पदार्थ छ जसको पहिचान एउटा विशिष्ट ध्वनिमा लुकेको छ। त्यो कस्तो आवाज होला जसले एउटा सिङ्गो संस्कृतिको स्वादलाई नै नाम दियो त? यो साँच्चै नै कौतूहलपूर्ण छ। यो रहस्यमय पेय पदार्थ विशेष गरी हाम्रा नेपाली गाउँहरू र उच्च हिमाली पदयात्राका क्रममा निकै भेटिन्छ। एकछिन कल्पना गरौँ त, एकदमै हड्डी छेड्ने चिसो हावा चलिरहेको छ, दिनभरि उकालो हिँडेपछिको थकान छ। यस्तो अवस्थामा विश्राम गरिरहँदा यसले एउटा गजबकै न्यानो र साहसिक परिवेश निर्माण गर्छ। पदयात्री र गाउँलेहरू बीचको आत्मीयता बढाउन र त्यो कठ्याङ्ग्रिने चिसोबाट बच्न यसले एउटा सञ्जीवनी बुटीकै काम गर्छ भन्दा पक्कै फरक पर्दैन। यसको मुख्य आधार भनेको चाहिँ रक्सी हो। त्यही कोदो वा चामलबाट परम्परागत तरिकाले कुहाएर बनाइने कडा नेपाली मदिरा। आफैमा पनि निकै प्रख्यात र शक्तिशाली मानिने यो स्थानीय मदिरा नै त्यो आधारभूत तत्त्व हो जसले यस पेयलाई त्यसको कडा र अद्वितीय स्वरूप दिन्छ। खासमा भन्नुपर्दा यसको तीखोपन नै यसको असली आत्मा हो। यसलाई बनाउने प्रक्रिया पनि निकै विशिष्ट र नाटकीय छ। एकातिर त्यो कडा रक्सी, अर्कोतिर मजाले उम्लिरहेको तातो घिउ र साथमा केही चामलका दानाहरू। जबै नितान्त फरक प्रकृतिका कुराहरूलाई ध्यानपूर्वक एकै ठाउँमा मिसाइन्छ नि, तब एउटा जादुई र सुगन्धित रसायन तयार हुन्छ। कडा मदिरा र तातो घिउको मिलनले एउटा अचम्मकै ऊर्जा पैदा गर्छ। र यही अद्वितीय तथा नाटकीय मिश्रणको प्रतिफल हो ज्वाइँ खट्टे, जसलाई कतै कतै छाइँ खट्टे पनि भनिन्छ। यो केवल एउटा सामान्य नाम मात्र होइन है, यो त त्यही परम्परागत अभ्यासको प्रत्यक्ष नतिजा हो। यो नाम सुन्ने बित्तिकै एउटा छुट्टै किसिमको ऊर्जा, ताप र हिमाली स्थानीयपनको महसुस हुन्छ। सबैभन्दा महत्त्वपूर्ण र रोमाञ्चक कुरा त के छ भने नि, यसको नामै त्यो मिसाउँदा अचानक निस्कने आवाजबाट राखिएको हो। उम्लिएको तातो घिउ र चामलमा जब त्यो कडा रक्सी खन्याइन्छ तब ठुलो आवाज आउँछ, ज्वाइँ हो। ठ्याक्कै त्यही ज्वाइँ आवाजले नै यसलाई ज्वाइँ खट्टे भन्ने नाम दिएको हो। एउटा धोटीले कसरी कुनै कुराको यति सुन्दर र स्थायी पहिचान बनाउन सक्छ, यो आफैमा एउटा गजबको कला हो। यसको अन्तिम संवेगात्मक अनुभव अलिकति विरोधाभासपूर्ण तर एकदमै सन्तुलित छ। एकातिर यसलाई प्राय तातो नै पस्किन्छ, जसले चिसो मौसममा शरीरलाई एउटा छुट्टै आराम र न्यानोपन दिन्छ, तर अर्कोतिर यसको स्वाद चाहिँ फेरि एकदमै कडा, तीखो र अद्वितीय हुन्छ। यसले घाँटीमा पर्ने कडापन र शरीरमा सञ्चार हुने तापको एउटा अद्भुत सन्तुलन कायम गर्छ। यो न्यानो सान्त्वना र कडापनको झट्का, यी दुई कुराको सङ्गम नै यसको मुख्य विशेषता हो। त्यसैले अन्त्यमा एउटा प्रश्न उठ्छ, के ज्वाइँ खट्टेको त्यो आवाज र कडापनको अनुभव बिना कुनै हिमाली पदयात्रा साँच्चै पूरा होला त? यो केवल एउटा पेय होइन, यो त चिसो मौसम, उकालो बाटो र स्थानीय आत्मीयताको तरल स्वाद हो। परम्परागत ज्ञानले कसरी एकदमै सामान्य सामग्रीलाई एउटा अविस्मरणीय अनुभवमा बदल्न सक्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो। सायद अर्को पटक हिमालको चिसो हावा चल्दा त्यो ज्वाइँ आवाज कानमा गुन्जिन सक्छ र यसको कडापनको यादले शरीरमा न्यानोपन ल्याउन सक्छ।